नमस्ते। वृष राशि 2083 साल। वृष राशि हुने जातकहरूको लागि यो वर्ष समग्रमा लाभदायक र अनुकूल नै रहने देखिन्छ। वर्षको प्रारम्भिक महिनाहरूमा सामान्य उतार चढाव र पारिवारिक मतभेदको अवस्था सिर्जना भए पनि अन्य महिनाहरू भने शुभ नै रहेका छन्। पैतृक सम्पत्ति प्राप्तिका लागि आर्थिक दृष्टिले धन सञ्चयमा उल्लेखनीय वृद्धि हुने समय रहेको छ। स्वास्थ्य बीमा अनुसन्धान एवं मनोविज्ञानको क्षेत्रमा संलग्न व्यक्तिहरूको लागि यो वर्ष विशेष गरी शुभ रहेको छ। गुरुको गोचर कर्कट राशिमा प्रवेश गएसँगै साहस र पराक्रममा वृद्धि हुनेछ। सञ्चार, प्रविधि, पत्रकारिता तथा अनलाइनको माध्यमबाट गरिएका कार्यहरूबाट आर्थिक रूपमा लाभ हुनेछ। घरमा माङ्गलिक कार्यको आयोजना हुनुको साथै पारिवारिक माहौल सुखद रहने समय रहेको छ। बृहस्पतिको दृष्टिले विवाह योग्य जातकहरूको लागि विवाहको अवसरहरू प्राप्त हुनेछ। व्यापार व्यवसायमा आबद्ध तथा सार्वजनिक पदमा रही कार्य गर्नेहरूको लागि यो वर्ष अनुकूल रहनेछ। दाजुभाइ तथा मित्रवर्गको साथ र सहयोगले थप उन्नति एवं प्रगति हुनेछ। शनिको गोचर एकादश भावसँग सम्बन्धित हुँदा सत्य एवं न्यायपूर्ण तरिकाले कार्य गर्नेहरूको लागि रचनात्मक, सृजनात्मक तथा कलात्मक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त हुनेछ। अध्ययन गर्ने व्यक्तिहरूको लागि गुरु र शनिको संयोगले मेहनत गरे अनुरूपको सफलता प्राप्त हुनेछ। सन्तानको चाहना राख्नेहरूको लागि सन्तान सुखको योग बनेको छ। लामो समयदेखि रोकिएका धन प्राप्त हुनुको साथै सेयर बजार तथा खेलकुद क्षेत्रबाट समेत मनग्गे आम्दानी हुने समय रहेको छ। राहुको गोचर दशम र भाग्य स्थानमा हुँदा कार्यक्षेत्रमा केही उतार चढाव रहे तापनि जातकको प्रभुत्व र प्रतिष्ठा कायम नै रहनेछ। वैदेशिक क्षेत्र, प्रविधिको क्षेत्र तथा आधुनिक रूपमा गरिएका कार्यहरूमा भने राहुको प्रभाव रहनेछ। राहुले सफलता दिनुको साथै कूटनीतिक कार्यमा समेत प्रभाव पार्नेछ। धार्मिक विषयमा वाद विवाद एवं तर्क वितर्कको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। तृतीय भावमा केतुको गोचरले घर परिवारमा सानातिना कलह र पारिवारिक वियोगको स्थिति समेत देखा पर्न सक्नेछ। भाइ बहिनीको कार्यको लागि सदा सर्वदा तत्पर रहनुभयो भने तपाईँका दिनहरू शुभ रहनेछन्, अनुकूल नै रहनेछन्। पारिवारिक सम्बन्धमा भने केही रूपमा संयमता भई अगाडि बढ्नुपर्ने समय रहेको छ। तुलनात्मक रूपमा यो वर्षको उत्तरार्धमा व्यावसायिक क्षेत्र अझ शुभ हुनु साथै छोटा यात्राहरूको पनि अवसर प्राप्त हुनेछ। समग्रमा यो वर्ष अनुकूल नै रहे तापनि गरिब असहायहरूको लागि भोजन, वस्त्र दान गर्नुका साथै राहु र केतुको जप तथा ग्रह शान्ति पूजा, भैरवको आराधना गर्नाले शैक्षिक क्षेत्र, सन्तान सुख एवं स्वास्थ्यमा क्रमशः सुधार हुँदै जाने देखिन्छ। आर्थिक दृष्टिले वैशाख, कार्तिक, पुष र महिना प्रतिकूलता ल्याउन सक्नेछन् भने अषाढ, माघ, फागुन र चैत महिना विशेष गरी शुभ रहनेछ। अन्य महिनाहरू भने सामान्य नै रहने देखिन्छ। राशिफलमा जे जस्तो भए तापनि तपाईँहरूले आफ्नो कर्मलाई धैर्यताका साथ गर्नुभयो भने पक्कै पनि सफलता प्राप्त गर्नुहुनेछ। हाम्रो तपाईँहरूको लागि 2083 सालको शुभकामना। अगाडि बढ्नुहोला, प्रगति गर्नुहोला। जय महादेव, जय शिव शम्भु।